गुड मर्निङ सबैलाई। आज म धापासीमै अवस्थित अर्को एउटा ठुलो धाम छ। यो चाहिँ धापासी कृष्ण मन्दिरबाट ठ्याक्कै पश्चिम पर्छ। यो पनि रिङ रोडबाट 1.5 किलोमिटर नै हो। यो अलि पश्चिम पर्छ। यो चाहिँ वृद्धाश्रम हो यो मन्दिरको। यसलाई हरिहर सन्यास आश्रम भन्छ। यसले आश्रम भयो यो पुरै आश्रमको ठाउँ भयो। अनि यो चाहिँ हरिहर मन्दिर हो। यो चाहिँ धापासी नैनडोलमा छ। म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ ठ्याक्कै ग्रान्डी हस्पिटल र ग्रान्डी टावर र माथि चाहिँ टोखा भइहाल्यो, त्यसकै नजिकै पर्छ। यो चाहिँ यो अस्पताल, यो मन्दिर चाहिँ यो मन्दिरको मेन यताबाट ग्रान्डीबाट आउने बाटो भइहाल्यो। यो चाहिँ धापासीतिरबाट आउने बाटो हो। यो चाहिँ आश्रमको एरिया मैले देखाएँ। अब म तपाईँहरूलाई मन्दिरभित्र प्रवेश गराउँछु। यो हरिहर मन्दिर भइहाल्यो। यहाँ चाहिँ बिहान बेलुका राम्रो आरती हुन्छ, देख्न सक्नुहुन्छ। यो पनि विभिन्न मान्छेहरूको सहयोगमै निर्मित मन्दिर हो। यो प्रशस्त एरिया छ, ठुलो एरिया छ यो मन्दिर। तपाईँ यसरी देख्न सक्नुहुन्छ। यो चाहिँ मन्दिर भइहाल्यो। इन्ट्रान्सबाट हेर्दाखेरि यस्तो देखिन्छ यो मन्दिर। यो माथि सबै यो आश्रम नै हो। यो हवन गर्ने ठाउँहरू छ, बिहा व्रत बन्द गर्ने ठाउँहरू पनि छ। धेरै ठुलो छ। यसलाई देवघाट धाम पनि भन्दो रहेछ यसलाई। यो चाहिँ हवन गर्ने ठाउँहरू भयो, यो दियो जलाउने ठाउँ भयो, यो प्रसाद वितरण गर्ने ठाउँ, गुरु बस्दै हुनुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ। यो पनि बिहा गर्ने अनि मण्डपहरू छ। माथि चाहिँ गुरु बस्ने घर हो त्यो। यो चाहिँ भक्तजनहरूलाई आरती गर्ने स्थान चाहिँ यो छ, देख्न सक्नुहुन्छ। यो बनाएको छ। यो चाहिँ अब मेन मन्दिर नै भइहाल्यो। यो मन्दिरको फ्रन्ट साइड हो। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू। यो मन्दिर भइहाल्यो। यो मन्दिरको चाहिँ गर्भगृहमा चाहिँ हरिहर भगवान विराजमान हुनुहुन्छ, तपाईँ हेर्न सक्नुहुन्छ। आदि शिवजी र आदि पार्वतीको स्वरूप हो यो। यो मन्दिर भइहाल्यो। यो मन्दिरको प्राङ्गण भयो। यहाँ बस्ने ठाउँहरू छ, भक्तजनको बिहान छ। अझै पनि निर्माणै भइरहेछ, निर्माणकै क्रममा छ। यो चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यो मन्दिरको त्यो माथिको त आश्रम भइहाल्यो। यो पनि आश्रमकै इलाका भयो, सुन्दर छ। यो चाहिँ मन्दिर भयो, यो पनि आश्रम नै हो। त्यहाँ माथि एउटा बोर्डमा चाहिँ श्री हरिहर सन्यास आश्रम देवघाट धाम काठमाडौँ शाखा भनेर, यो चाहिँ देवघाट धामकै हरिहरको आश्रमको चाहिँ यो काठमाडौँ शाखा हो भनेर चाहिँ बनाएको छ। यो चाहिँ स्वामी ज्ञानानन्द सरस्वती महाराज चाहिँ यहाँको पीठाधीश रहेछन्। अनि यो चाहिँ धापासीमै अवस्थित मन्दिर हो। धेरै सुन्दर छ, धेरै राम्रो छ। र भक्तजनहरू चाहिँ स्पेसली बिहान बेलुका आरतीको बेलामा चाहिँ प्रशस्त मान्छेहरू आउँछन्। धेरै राम्रो मन्दिर छ। र एकपल्ट पक्कै पनि तपाईँहरूले यो मन्दिर चाहिँ दर्शन गर्न आउनुहोला। साह्रै सुन्दर शान्त ठाउँमा छ र राम्रो चाहिँ दृश्यहरू पनि देखिन्छ यहाँबाट। अब त्यो माथि आश्रमको माथि पुगेपछि त म त्यहाँबाट पनि खिचेर देखाउँछु अहिले। त्यो चाहिँ मन्दिर भइहाल्यो। अनि यो मन्दिरबाट चाहिँ ठ्याक्कै यो आश्रम जाने उकालो बाटो चाहिँ यहाँ छ। म यो बाटो नै माथि उकालो गएर माथिबाट कस्तो सिन देखिन्छ, दृश्य देखिन्छ, त्यो दृश्य देखाउने छु। यो बाटो भइहाल्यो। यो चाहिँ आश्रमको ठाउँ हो। उकालो धेरै उकालो छ। यहाँबाट चाहिँ यसै टोखा ग्रान्डी र यो मन्दिरको पुरै भाग यहाँबाट देखिन्छ। यो आश्रमकै इलाका हो। र यो यतापट्टि पुरै जङ्गल छ अर्को साइडमा। सुन्दर छ। बिहान आएर एक्सर्साइज गर्ने
यो ठाउँहरू बिस्तारै डेभलप हुँदैछ। अब यो यसो एक्सर्साइज गर्ने ठाउँहरू पनि बनाइदिइरहेछ माथि। अब यो सायद यसरी नै डेभलप हुँदै जाँदाखेरि भविष्यमा चाहिँ साह्रै सुन्दर स्थान हुने देखिन्छ। यो चाहिँ मन्दिर परिसर भयो। अघि मैले तलबाट थिएँ, मैले माथिबाट खिच्दैछु। यो एक्सर्साइज गर्ने ठाउँहरू पनि बनाइदिएको छ मान्छेहरूलाई। अब यो बिस्तारै डेभलप भएपछि सुन्दर हुन्छ जस्तो लाग्छ। पक्कै पाल्नु होला, भिजिट गर्नु होला। साह्रै सुन्दर ठाउँ छ यो मन्दिरको ठाउँ। हरिहर मन्दिर, हरिहर धाम हो। सबैलाई हरिहर भगवान्ले भलो गरून्। शुभ दिन सबैको राम्रो होस्। थ्याङ्क यू सो मच।